यस्तो हुँदो रहेछ, त्यसैले त लेकको दिन सबैले स्किप गर्दो रहेछ। भिडियोमा बनिरहनु सबै थाहा पाउनुहुन्छ हजुरहरूले। अल गुड गाइज, के छ हजुरहरू सबै सन्चै हुनुहुन्छ होला? म पनि एकदम सन्चै छु। आजको भिडियो फेरि जिमबाट सुरु हुन्छ। आज थियो हाम्रो लेग डे। कोच अब त हुँदैन भन्दा भन्दै पनि अब हुन्छ भाइ, केही छैन घर भन्दा यस्तरी अनाइदेखि हिँड्नै नसक्ने गाह्रो बनाइदियो। म त पुरै थाकिसकेँ। कोच अब मबाट हुँदैन भनेर पुरै त्यो गरिसकेको थिएँ, फेरि राख्न पठाएँ। यति गरेर पनि अझै तिम्रो त लेगको दिनदेखि अझै भाग्दैछौ, गरे एक्सर्साइजै राम्रोसँग गर्दैन भने मान्छेको खुट्टा नै नचलेको बेला पुरै अझै हान भने अझै यो पनि 150 160 हान्नुपर्छ भनेर पुरै कुरै छोडिदिनु। हाम्रो त खुट्टाको हालत यस्तो भइसकेको थियो कि पुरै भाइको त ढाडसम्म दुख्न लागिसकेको थियो। भाइ त पुरै एकदम सुतिरहेको थियो, पुरै पसिनाल भएर खुट्टा दुखेछ लास्ट भनेर पुरै एकदम। म पनि त्यस्तै भएको थिएँ। के गर्ने अब, शरीर बनाउनलाई त गर्नु पर्यो मेहनत नगरेर शरीर त्यस्तिकै बन्दैन नि। मेहनत त चाहियो नि त। लेग पुरै एकदम भैँसीको जस्तो भएपछि त्यस्तै हो भनेर एकदम गराइदिन्छ के कोचले। यस्तै हो देखो, हामी त यस्तो हामीलाई गाह्रो पुरै छोडी। सन्डेको दिन छुट्टी हुन्छ नि त, त्यही भएर पुरै सन्डेको दिन रेस्ट एकदम सही गर्ने गरी गराइदिन्छ हामीलाई त। हामी त सुत्दै थियौँ पुरै छोडेर, अब त हुँदैन भनेर पछि सोल्डर हानेर आउँछौँ ड्युटी। फेरि दाइ बजिहाल्दै हुनुहुन्छ। फर्सानको लागि आज फर्सानमा त्यस्तो स्पेसल केही थिएन, त्यही भएर होटलको आज त्यस्तो स्पेसल भिडियो केही भएन। तैपनि मजा आयो, आज लेग हान्नमा मजा आयो। उभिनु गाह्रो भएको छ मलाई त। अब आजको दिन चाहिँ जसरी भए नि कट्छ। 2 महिना भइसक्यो, यति त सहनु पर्यो नि त। बोडी बनाउनु छ नि त मलाई त छिटै। यत्रो भैँसीको जस्तो मोटो भएपछि पातलो हुनु परेन, शरीर फिटमा ल्याउनु परेन। त्यही भएर चाहिँ अब मेहनत त गर्नु पऱ्यो पुरै एकदम दबाएर। फेरि यहाँनिर बसेर के कुरा गर्दैछन्, घर कहिले जाने यताउता भनेर देशीहरूसँग राजस्थानीहरू जाँदैछन् नि घर। त्यही भएर मेरो भाइले कुरा गरिरहेको छ, पुरै कहिले जाने यताउता सोधिरहेको थियो। अब हामी होली कटाएर जान्छौँ यार भन्दै थिएँ। फेरि यिनीहरू सपोर्टिभ छन् कि मलाई इन्स्टाग्राममा युट्युबमा सबैतिर सपोर्ट गर्छन् नि त। जस्तो भए पनि त नेपाली होस् म राजस्थानी भन्दैनन् कि, सपोर्टिभ छन् केटाहरू। फेरि आज पनि चपाती चल्दै फेरि चपाती बेल्दै हालत खराब भयो हाम्रो त। पुरै एकदम पसिना तन्दुर चाहिँ पेडा बनाउँदै हुनुहुन्थ्यो। तन्दुर हानेर आएपछि अब के गर्ने। यो गोच्चा त को खेल्यो सानोमा, को खेल्यो कमेन्ट गर्नु। फेरि हाम्रो यता आज फेरि बचपना चालु भइरहेको थियो। त्यही पनि यस्तो घाममा हजुरहरूले खेल्नु भएको छ, कोले खेल्नु भएको छ कमेन्ट गर्नु है। फेरि हेर्नुपर्छ, कमेन्ट गर्नु पऱ्यो जरुरी। कमेन्ट त केही आउँदैन त कमेन्ट गर्नु पऱ्यो। फेरि आज हाम्रो यता रुम पनि सरसफाइ गर्नु थियो, यसलाई माथि साफ गर्न पठाएको। एकदम फुल्ला पानी रहेछ, पुरै बडी बिल्डरवाला भाइब दिइरहेछ। पुरै एकदम सब सरसफाइतिर लागेको थिएँ। फेरि तल फेरि म पनि भिडियो बनाइदिन्छु नि त एउटा भ्लग भनेर मेरो भाइले पुरै हान्दै थियो। सब पुरै काममा लागिरहेको थिएँ। मेरो दाइले फेरि मलाई भ्लग बना नि त भनेर भन्नुभयो। फेरि मैले बनाइदिएको। फेरि हेर्नु यिनी दाइले भनेको भ्लग बनाउनु यिनीलाई खुब राम्रो लाग्छ मलाई भ्लग बनाएको देख्दै। फेरि हामी जाँदैछौँ साफ गर्न भनिरहेको थियो। फेरि एकदम आज त खुसी छन् दाइ, जे सपोर्ट गरिरहेको हुन्छन् मलाई। यहाँसम्म भिडियो हेरेकोमा सबैजनालाई थ्याङ्क यू। मेरो नेपाली भोइसमा भिडियो कस्तो लाग्यो भन्नु होला। म फेरि नेपाली भोइसमै भिडियो बनाउने छु। नेपाली भोइसमा मनपर्छ भने हजुरहरूलाई फलो पनि गरिदिनु होला। फलो गर्नु न हजुरहरूले त, अरूको फलोवर्स बढ्दै जान्छ, मेरो त घट्दै गएको छ भाइ। ल अब अर्को भिडियो भेटौँ न, तबसम्मको लागि बाई बाई। सबैजनाले आफ्नो ख्याल गर्नु होला है।